मनको गहिराईमा एउटै खोजी थियो, जीवनको अर्थ कहाँ भेटिन्छ होला। भ्रम र शङ्काले घेरेको यो यात्रा, साँचो शान्ति कता छ भनी हिँडे। सारा संसारको चमक र लोभमा आत्माले विश्राम पाउन सकेको थिएन। जब येशूले मलाई आफ्नो प्रेम देखाउनु भयो, मेरो हृदयका सबै पर्दाहरू खुल्न पुगे। उहाँको नाउँमा एउटा नयाँ ज्योति मिल्यो। अब म विश्वास गर्छु चिने मेरा पितालाई। उहाँको महिमाको प्रकाश मेरो जीवनमा आयो। मेरो विगतको पाप उहाँले क्रुसमा बोक्नु भयो। उहाँको प्रेमले मलाई सधैँ दोहोऱ्याउँछ। म विश्वास गर्छु परमेश्वर हाम्रा पिता हुनुहुन्छ। उहाँले दिनुभयो पुत्रलाई, येशू ख्रीष्टलाई। उहाँको अनुग्रह अटल छ, कहिल्यै बदलिँदैन। उहाँको आराधनाको योग्य। अनन्तको राजालाई। मेरो जीवनको किल्ला उहाँ नै हुनुहुन्छ। डर र त्रास अब मेरो नजिक आउँदैन। उहाँको शक्तिमा म बलियो भएर खडा छु। उहाँको योजना मेरो लागि सधैँ उत्तम छ। मेरो हरेक आवश्यकता उहाँ पुरा गर्नुहुन्छ। प्रत्येक बिहान उहाँको दया नयाँ हुन्छ। मेरो कमजोरीमा उहाँको शक्ति प्रकट हुन्छ। मेरो प्रार्थनामा उहाँ सधैँ ध्यान दिनुहुन्छ। सारा संसारको सृष्टिकर्ता उहाँ नै हुनुहुन्छ। तर पनि मलाई आफ्नो छोरा भन्नुहुन्छ। उहाँको प्रेमको गहिराई नाप्न सकिन्न। त्यो त समुद्र भन्दा पनि गहिरो छ। उहाँको करुणा आकाश भन्दा माथि छ। मेरो आत्माले उहाँलाई मात्र पुकार्छ। उहाँको वचन मेरो खुट्टोको लागि बत्ती हो। उहाँको आत्माले मलाई सत्यमा दोहोऱ्याउँछ। उहाँको बाटोमा हिँड्न म तयार छु। म विश्वास गर्छु परमेश्वर हाम्रा पिता हुनुहुन्छ। उहाँले दिनुभयो पुत्रलाई, येशू ख्रीष्टलाई। उहाँको कहिल्यै बदलिँदैन। उहाँको नाउँ महान छ, आराधनाको योग्य। अनन्तको राजालाई। येशू ख्रीष्टद्वारा हामीलाई पहुँच मिल्यो। पिताको नजिक आउने अनमोल अधिकार।
महिमाको लागि म गाउनेछु। उहाँको उपस्थितिको आनन्दमा रमाउनेछु। उहाँले मलाई अन्धकारबाट ज्योतिमा ल्याउनु भयो। मृत्युको दासत्वबाट छुटकारा दिनुभयो। मेरो जीवनको पुरानो कथा समाप्त भयो। ख्रीष्टमा अब सबै कुरा नयाँ भएको छ। उहाँले मेरो शिरमा अभिषेक गर्नुभयो। उहाँको उद्देश्यमा मलाई स्थापित गर्नुभयो। उहाँको राज्यको काममा प्रयोग हुनु मेरो लागि सबैभन्दा ठुलो सौभाग्य हो। उहाँको इच्छा नै मेरो जीवनको लक्ष्य हो। सधैँभरि उहाँको महिमामा बाँच्नु मेरो हृदयले उहाँलाई धन्यवाद दिन्छ। मेरो ओठले उहाँको प्रशंसा गाउँछ। मेरो सारा जीवन उहाँलाई समर्पण छ। परमेश्वर हाम्रा पिता हुनुहुन्छ। उहाँले दिनुभयो पुत्रलाई येशू ख्रीष्टलाई। उहाँको अनुग्रह अटल छ, कहिल्यै बदलिँदैन। उहाँको नाउँ महान छ, आराधनाको योग्य। उहाँ मसँग हुनुहुन्छ। म लजाउँदिन किनकि उहाँ मेरो रक्षा हुनुहुन्छ। अन्तिम साससम्म म उहाँको साक्षी हुनेछु। उहाँको प्रेमलाई सारा संसारमा घोषणा गर्नेछु।